यसको डराउनु त भएको छैन नि, कतिको डराउनु। हेलो एभ्रिवान, वेलकम ब्याक टु आवर च्यानल। मेरो युट्युब च्यानलमा हजुरहरू सबैजनालाई स्वागत छ। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। आजको भिडियो चाहिँ मैले बिहान 11 बजेबाट सुरु गरेको छु। 2-3 जना भाइहरू आउनु भएको थियो पानी छर्नको लागि, अनि बहिनीहरू पनि आउनु भएको थियो। एकदमै राम्रो भएको छ। अनि गनले चाहिँ केही पनि दुखाइ चाहिँ हुँदैन। त्यसपछि चाहिँ यहाँ थ्रेडिङ गर्ने बहिनीहरू पनि आइपुगेका छन् 2-3 जना। एकदमै ढिलो भइरहेछ भन्दै, त्यही भएर मैले फटाफट उहाँको चाहिँ निकालिसकेको छु। एकदमै राम्रो सेप छ, एकदमै बाक्लो कपाल छ। आजसम्म पनि कानमा नै अड्किएन, यादले मन पोलिरहन्छ। हेर्न सक्नुहुन्छ उहाँको सेप चाहिँ एकदमै बब्बाल भएको छ। यदि हजुरहरू पनि यहाँ नजिक हुनुहुन्छ भने आउनु होला है त। हेलो गाइज, म चाहिँ यहाँ चाउमिन खान थालेँ। चाउमिन चाहिँ स्वास्थ्यको लागि एकदमै हानिकारक हुनु चाहिँ, तर म चाहिँ खाएको खाइ गर्छु। यस्तो छ। अनि यो चाहिँ चटनी, के भन्छ यो चटनी, खै के को चटनी अवश्य उगाएर राख्नु पर्यो। तर सुरुमा चाहिँ मैले खाइहालेँ, मुखबाट पानी आइरहेछ। यहाँ खाँदा खाँदै फेरि कस्टमर पनि आइपुग्नु भयो। मैले फटाफट खाएर फेरि क्लिनिङ गर्नुतर्फ लागे। उहाँको फेस चाहिँ एकदमै राम्रो छ, नेचुरल रूपमा पनि एकदमै ब्युटिफुल क्युट। मेरो बहिनी मलाई सम्झेर आउनुभयो, एकदमै धन्यवाद छ। यदि हजुरहरू पनि नजिक हुनुहुन्छ भनेपछि मुन ब्युटी पार्लर एन्ड कस्मेटिक धनगढी 1 हाम्रो डेरीको ठ्याक्कै अपोजिटमा छ। हजुरहरू पनि सम्पूर्ण सेवाहरू लिन सक्नुहुन्छ। एकदमै राम्रो फेस छ, एकदमै राम्रो। उहाँ चाहिँ गरिराख्नुहुन्छ, त्यही भएर पनि होला एकदमै राम्रो भएको। तिम्रो हाँसो फुलफुलाउने जस्तै सम्झिँदा मन किन रुँदै आउँछ। ब्याक लाउन बाक्लो लगायो भने सिस्टममा पनि टाइम लाग्छ, राम्रो रिजल्ट पनि हुँदैन। एकदमै पातलो तरिकाले लगायो भने रिजल्ट पनि राम्रो हुन्छ अनि चाँडै सिक्छ पनि। उहाँको मैले एकदमै पातलो तरिकाले लगाएको छु। हजुरहरू पनि पार्लरमा कोही हुनुहुन्छ भने कसरी लाउनुहुन्छ कमेन्ट गर्नु पनि। फटाफट मैले उहाँको पनि लाइक अर्को लाइन पनि वेट गर्नु भएको थियो। फेरि अर्को लाइन पनि बसाले उहाँको पनि हो, उहाँ दुईटै साथी हो। उहाँको पनि मैले फटाफट एकदमै छिटो पनि राम्रो पनि अरू धेरै कस्टमर पनि आउनु भएको, त्यसै कारण मैले एकदमै छिटो गरिरहेको छु। कस्तो लागिरहेको छ हजुरहरूलाई हेर्दै गर्नु होला है त।
अहिलेसम्म किन मनबाट मेटिएन पहिलो बोला तिम्रो सुनिएको आजसम्म पनि कानमा नै अड्किएन यादले मन पोलिरहन्छ तिम्रो बाटोमा आँसु झरिरहन्छ हावा चल्दा तिम्रो सुवास आउँछ सपना भित्र तिम्रो छाया बसिरहन्छ अब फेरि चाहिँ यहाँ गिफ्ट प्याकिङ गर्ने आयो मैले गिफ्ट पनि प्याकिङ गरिसकेँ है गाइस कस्तो राम्रो भएको छ गिफ्ट उहाँ चाहिँ बिहेको लागि जाँदै हुनुहुन्छ त्यही भएर बिहेको लागि गिफ्टहरू लिएर आउनु भएको थियो आधी चाहिँ यहाँबाट लिनुभयो एकदमै मस्त मस्त गिफ्टहरू छन् चाँडै बिहे गर्नु होला है सबैजनाले गिफ्ट पाउने भए रङ्गहरू सबै फिका जस्तै लाग्छ भेट नहुनु यो कर्म होला तर गाइस आज चाहिँ हामीले अन्डा राइस बनाएको छौँ कस्तो छ हेर है म चाहिँ चाख्छु है त गाइस हेर स्वाद चाहिँ कस्तो छ बासमती एकदमै राम्रो भएको छ धनिया चाहिँ फेरि सक्यो है गाइस अहिले अब राति कता जाने भनेर गएन तर खाएर यो त सोचे भन्दा नि एकदमै धेरै फरक भयो त ओ मानु कति मिठो हो के तिम्रो हाँसो फुलफुलाउ गाइस बहुत मिठो हो कि भोजन मिठो हो जिँदा मन किन रुँदै यति मिठो भएको छ यति मिठो भएको हो 5 स्टार चाँडै धेरै खानु यस्तो मिठो छ नि गाइस त्यही पनि बिहानको बाटो बाँकी गर्थ्यो अब के गर्ने यसलाई अलिक अन्डा राखेर यसमा फ्राई राइस के भन्छ अन्डा राइस बनाऊ भनेर मैले बनाएको थिएँ तर मसला चाहिँ मैले सबै राखेको थिएँ कि एकदम राम्रो भयो फेरि धनिया र मैले भुटेर पिसेको थिएँ मिक्सरमा यति मिठो बास्ना बेबी मस्त लाखास मुझे लूटा दिल जमाने पाता माए तेरी गिरिया सोना ज्यादा वे झूठा रंग रोन हवे झूठे तेरे बुलाओ बेबिया जाना रना जन्ना तू भी जा अब चाहिँ हाम्रो सुत्ने टाइम भयो गाइस होइन सुत्ने बेला यसो गीत गाएर रमाइलो गरेर सुताउँ भनेर मेरो बाबु चाहिँ गीत गाउँदैछ आजको भिडियो चाहिँ यति नै कस्तो लाग्यो मन परेमा लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न पनि नभुल्नु होला फेरि भोलि अर्को भिडियोमा आउनेछु आजलाई यति नै बाई बाई लभ यु गाइस